हेलो नमस्ते सबैजनालाई। अझ फेरि मेरो मिनी भ्लगमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म यहाँ हाम्रो पहाडी मौरी होइन, लोकल मौरी भनौँ कस्तो हुन्छ र कसरी हामीले मतलब घरमा राखेको हुन्छ गरेर त्यो सानो भिडियो बनाउने कोसिस गरेको छु। आशा छ यो भिडियोलाई तपाईँले मन पराउनुहुन्छ होला। ल म चाहिँ अब मौरी तपाईँहरूलाई देखाउँछु है। हाम्रो चाहिँ अब यहाँ हेर्नुहोस्, यस्तो घारहरू हुन्छ होइन, घारहरू है, यस्तो घारहरू हुन्छ हेर्नुहोस्। अब यो घारहरू यहाँ दुईवटा घारहरू छ होइन, दुईवटा यहाँ छ अनि दुईवटा यता छ, चारवटा है। अनि उता माथि चाहिँ हामीले राखेको हुन्छ कि, अनि मौरी आउँछ अनि लिएर आएर हामीले यहाँ राख्छौँ होइन। खाली घार चाहिँ माथि राखेको हुन्छ है। त्यो म गएर त्यहाँ देखाउँछु है कसरी राखेको हुन्छ भनेर। यो चाहिँ अब म त्यहाँ जाँदैछु होइन। अब बाँकी चाहिँ भिडियोमै रहनु होला। फाइनल्ली हल्का उकालो चढेर घरबाट मौरी घारसम्म पुग्यो है। उता छ हाम्रो मौरीको घार। अब म त्यहाँ गएर देखाउँछु है कस्तो रहेछ त मौरी घार। हेरौँ त। ल यहाँ छ मौरीको घार एउटा। यो खै कसको हो? यो त हाम्रो होइन, यो चाहिँ हाम्रो हो। छैन यहाँ पनि मौरी। अनि उता पनि छ अर्को, यहाँ पनि छैन मौरी सौरी है। एउटा अझै माथि पनि छ उता, एउटा त्यहाँ पनि छ, त्यहाँ पनि छ, त्यहाँ पनि केही पनि छैन। सरी छैन। हामी अब यहाँदेखि रिटर्न ब्याक हुन्छौँ। केही पनि छैन होइन त। अब यस्तो हुन्छ, यहाँ राख्छौँ, यहाँ यो घारलाई सरसफाइ गरेर राखिन्छ होइन। अनि त्यसपछि केही दिन राखेपछि अनि त्यसपछि मौरी आएपछि हामी चाहिँ यहाँबाट घर लगेर जान्छौँ अनि घरमा राख्छौँ क्या। त्यस्तो कुराकानी चाहिँ। तर मौरी चाहिँ घुमिरहेको त मौरी त के हो हेर त घुमिरहेको। तर यो मौरीको ग्याङै हो कि को हो थाहा भएन। ल एक दुईवटा मौरीहरू त रहेछन् तर तिनीहरू त यहाँ होइनन्। मौरीको गोलो चाहिँ होइन, त्यति घुम्नेवाला हुन्। अब तिनीहरू हेर्न आएको अगाडि मन पर्छ कि पर्दैन है आफ्नो घर भनेर। त्यसपछि अब म चाहिँ घर फर्किँदैछु है। यो चाहिँ पहिला हाम्रो बाख्रा चराउने जङ्गल हो। माथि रेन्ज जङ्गलहरू छ, यता पनि जङ्गल, यो खोला छ, यहाँ पनि जङ्गल छ पुरै, यो पनि जङ्गल है। हाम्रो बाख्रा चराउने जङ्गल है गाइस। त्यस्तै छ कुरोकानी है। अब म यहाँ एकछिन बस्छु, एकछिन आराम गर्छु। यहाँ बसेर टक्कै यो प्रकृतिमा बसेर है यताको चिसो चिसो हावाको मजा लिन्छु। आइया हेर्नु त, ओ माई गड। कस्तो दुख्यो यार। हेर्नुहोस् गाइस, यहाँ चाहिँ यस्तो भएछ म लडेर। ल बसौँ, बसेर हामी यसो, हाम्रो तल गाउँ है, हाम्रो खेत, चुलुङ्गे पुल, उ त्यहाँ माछा पाउने ठाउँ है। ल